हेलो साथीहरू, वेलकम छ मेरो मिनी ब्लगमा। आज चाहिँ धेरै पछि म अपडेट हुँदैछु किनकि म चाहिँ सन्चो नभएर पायल्सको अपरेसन। साथीहरू, के हो पायल्स भनेको, के हो हजुरहरूलाई थाहा छ कि छैन? यो चाहिँ एकदमै डेन्जर रहेछ है। पायल्सबाट चाहिँ धेरै साथीहरू चाहिँ एकदमै एकदमै बच्ने गर्नुहोस् है तपाईँहरू चाहिँ है। म जस्तो भयो भने है, म चाहिँ पायल्सको अपरेसन गरेर आएको चाहिँ आज 4 डेज भयो है। अनि एकदमै 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 गाह्रो। आज पनि गएर ड्रेसिङ गरेर आएको, भर्खर सुतेर उठेको। ड्रेसिङ गरेर आएर अनि अपरेसन गर्दा त झन् यस्तो गाह्रो भएन। आज चाहिँ 4 डेज भयो। पहिलाको भन्दा त रिकभर भयो भनौँ न, तर टोइलेट जानै नहुने क्या समस्या। टोइलेट गयो कि फेरि त्यो घाउ दुखिहाल्ने, बल्झिहाल्ने क्या साथीहरू। त्यही भएर तपाईँहरू पनि बी केयरफुल, बी केयरफुल। खानेकुराहरू अलिकति झलिलो मलिलो खानु, सागसब्जीहरू खानु अनि फ्रुटहरू खानु है साथीहरू। म चाहिँ एकदमै भुटेको खानेकुराहरू खाएको, फ्राई दाल भन्ने कुरा छुँदै नछुने, एकदमै फ्राईहरू खान खोज्ने, एकदमै मिठासे मुख बनाउनु चाहिँ हुन्न रहेछ। त्यस्तो भएको कारणले आज म यस्तो भएँ। अनि मेरो चाहिँ मासु पलाएको थियो। हामीले मासु पलाएको भनिन्छ नि, तर होइन रहेछ। त्यो चाहिँ हाम्रो नसा चाहिँ पलाएको अरे क्या। नसा नसा चाहिँ फुलेर एकदमै त्यो अप्ठ्यारो भएको अरे क्या। हामीलाई पायल्स भनेको चाहिँ मासु भन्छौँ हामी, मासु होइन रहेछ, नसा रहेछ साथीहरू। नसा फुलेर एकदमै गाह्रो हुने, टोइलेट गर्न जान गाह्रो हुने। अनि अनि त्यो घाउ सुनिएपछि बसमा भनौँ अब हिँड्न ट्राभल गर्न पनि नसकिने। अरू कुरा त परै जाओस् न है, मोटर बाइक स्कुटीमा त झन् हिँड्नै नहुने। त्यस्तो गाह्रो हुन्थ्यो मेरो। बल्ल अपरेसन गरेर 4 दिन भयो, अलिकति रिकभर हुँदैछु। अनि मैले ब्लगहरू नहालेको पनि धेरै भयो मेरो च्यानलमा। यो चाहिँ मेरो सेकेन्ड च्यानल हो। अनि हजुरहरूले हेरेर साथ सपोर्ट गरिदिनु हुन भन्दै आजको लागि मेरो यो छोटो भिडियोबाट बाई बाई साथीहरू। थ्याङ्क यू फर वाचिङ।